राधे राधे सम्पूर्णलाई नमन गरेको छु। सधैँका झैं आज पनि हामी उपस्थित भइसकेका छौं तपाईको माझमा, तपाईको बीचमा, तपाईको दैनिक राशिफल लिएर 2082 साल वैशाख महिनाको 20 गते शनिबारको दैनिक राशिफल। मेष राशि। कसैसँग बोल्दा वा ठट्टा गर्दा चनाखो हुनुपर्ने छ। सकेसम्म कम बोल्नु तथा आफूले नजानेको काममा हात नहाल्नु नै हितकर हुनेछ। दाम्पत्य जीवन सुखमय रहला। स्वास्थ्यमा समस्या आउने र औषधि उपचारमा खर्च बढ्न सक्छ। प्रेमीको भरपूर साथ पाइनेछ। आजका लागि शुभ अङ्क 2, शुभ रङ उज्यालो र शुभ दिशा दक्षिण हो। त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक घरबाट बाहिर जानु छ भने आज ओम सर्वकाम प्रदायै नमः यस मन्त्रलाई 21 पटक उच्चारण गरेर अगाडि बढ्नुहोला। सफलता तपाईलाई मिल्नेछ। वृष राशि। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। पढाइ लेखाइमा खासै प्रगति गर्न नसकिने देखिन्छ, तर सद्विचारले अविपरीत हुनेहरूलाई बिस्तारै लाभ हुनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। साँझमा मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। आजको लागि शुभ अङ्क 1, शुभ रङ रङ्गी बिरङ्गी छिरबिरे बुट्टे, शुभ दिशा पूर्व हो। त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानु छ भने आज ओम दैत्य गुरवे नमः यस मन्त्रलाई 11 पटक उच्चारण गरेर अगाडि बढ्नुहोला। सफलता तपाईलाई मिल्नेछ। मिथुन राशि। आकस्मिक धन लाभ हुनेछ। रोकेको काम दोहोऱ्याएर गर्दा फाइदा हुनेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। दिनको उत्तरार्ध सुखद रहनेछ। स्वास्थ्य राम्रो रहनेछ भने परिवारको खुसीका निम्ति केही खर्च हुन सक्छ। आजका लागि शुभ अङ्क 3, शुभ रङ नीलो र कालो, शुभ दिशा उत्तर हो। त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक घरबाट बाहिर जानु छ भने आज ओम मन्द चेष्टाय नमः यस मन्त्रलाई 23 पटक उच्चारण गरेर अगाडि बढ्नुहोला। सफलता तपाईलाई मिल्नेछ। कर्कट राशि। शुभ समाचार सुन्न पाइएला। नयाँ काम सुरु गर्ने समय आएको छ। प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिन्छ। परिवारसँग रमाइलो भेटघाट हुनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ। शुभ कार्यको चर्चा चल्नेछ। आजका लागि शुभ अङ्क 2, शुभ रङ नीलो र कालो, शुभ दिशा पश्चिम हो। त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानु छ भने आज ओम छाया पुत्राय नमः यस मन्त्रलाई 23 पटक उच्चारण गरेर अगाडि बढ्नुहोला। सफलता तपाईलाई मिल्नेछ। सिंह राशि। काममा प्रतिस्पर्धा र चुनौतीको सामना गर्नु पर्ला। साना तिना समस्यामा अल्झनु पर्नेछ। धेरै प्रयत्न गर्दा मात्र व्यवसायिक काम सम्पादन हुनेछन्। विगतका समस्या बल्झिन सक्छन्। सेतो रङको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्याउनेछ। आजका लागि शुभ अङ्क 1, शुभ रङ नीलो र कालो, शुभ दिशा दक्षिण हो। त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक घरबाट बाहिर जानु छ भने आज ओम प्राम प्रेम प्रम सह शनिश्चराय नमः यस मन्त्रलाई 23 पटक उच्चारण गरेर अगाडि बढ्नुहोला। सफलता तपाईलाई मिल्नेछ। कन्या राशि। विशिष्ट व्यक्तित्वसँग भेटघाटले मन प्रसन्न हुनेछ। कुनै कुराले मनमा शान्ति छाउला। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचे जस्तै सफलता मिल्नेछ। गरेका काममा ढिला सुस्ती हुन सक्छ। फेन्सी क्षेत्रबाट विशेष सफलता हात लाग्नेछ। आजका लागि शुभ अङ्क 7, शुभ रङ सेतो र चम्किलो, शुभ दिशा पश्चिम हो। त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक घरबाट बाहिर जानु छ भने आज ओम सम शनिश्चराय नमः यस मन्त्रलाई 108 पटक उच्चारण गरेर अगाडि बढ्नुहोला। सफलता
तपाईलाई मिल्नेछ। मैले एउटा निवेदन तपाईलाई गरिरहेको छु, हार्दिक निवेदन। एक पटक तपाईले आफ्नो कुण्डली, आफ्नो चिन्हलाई विज्ञ गुरुद्वारा राम्रोसँग विश्लेषण गराउनु होला र अनि अगाडि बढ्नु होला। हामीसँगै चिना देखाउन मन लागेको छ, गुरुसँगै देखाउन मन लागेको छ भने हाम्रो स्क्रिनमा रहेको नम्बर, नेपाल भित्र हुनुहुन्छ भने सिधा त्यही नम्बरमा फोन गर्नु होला। नेपाल बाहिर हुनुहुन्छ भने त्यही नम्बरमा व्हाट्सएप, भाइबर जोडिएको छ। तपाई त्यो नम्बरलाई प्रयोग गरेर हामीसँग जोडिएर आफ्नो जुन बेला तपाईको बिदा छ, छुट्टी छ, तपाईको खाली भएको समय हामीमाथि प्रयोग गर्नु होला। अनि हामी तपाईलाई तपाईले नै रोजेको समय दिएर भिडियो कल मार्फत हामी तपाईको हात हेर्छौं, तपाईको निधारका रेखाहरू हेर्छौं, तपाईको चिना बनाउँछौं अनि समग्रमा तपाईको चिनामा छलफल गर्छौं। पहिला मैले देखेको सबै कुरा भन्छु अनि फेरि तपाईले प्रश्न गर्ने मौका पाउनुहुन्छ। त्यहाँ समयको पाबन्दी हुँदैन, प्रश्नका पाबन्दी हुँदैनन्। मजाले तपाई र म बसेर मजाले छलफल गर्नुपर्छ तपाईको चिनामा। वर्षको एक पटक राम्रोसँग आफ्नो चिना विश्लेषण गराउनु होला। जसको जन्ममिति, जन्म समय थाहा छैन भने तपाईका हात हेरेर पनि हामी तपाईको बारेमा छलफल गर्नेछौं। तसर्थ सबैलाई मैले निवेदन गरेको छु, वर्षको एक पटक तपाईले आफ्नो चिनालाई विज्ञ गुरुद्वारा राम्रोसँग छलफल गर्नु होला या राम्रोसँग विश्लेषण गराउनु होला। हस्त, राधे राधे, शुभ दिन। तुला राशि, अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ। नयाँ कार्यको योजना बन्नेछन्। नयाँ काम सुरु गर्ने समय आएको छ। रोकेका काम पनि सुरु हुनेछन्। प्रेम र दाम्पत्य जीवन सुखमय रहनेछ। अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। आजका लागि शुभ अङ्क 6, शुभ रङ रङ्गी बिरङ्गी छिरिबिरे, शुभ दिशा दक्षिण हो। त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक घरबाट बाहिर जानु छ भने आज ओम केम केतवे नमः यस मन्त्रलाई 108 पटक उच्चारण गरेर अगाडि बढ्नु होला। सफलता तपाईलाई मिल्नेछ। वृश्चिक राशि, अधुरो कार्यले पूर्णता पाउनेछ। कर्म प्रेमीहरूका लागि दिन बढी फलदायी रहनेछ। आफन्त वा इष्टमित्रमा कसैलाई सन्तान लाभ हुन सक्छ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। व्यावसायिक कामबाट सामान्य फाइदा उठाउन सकिनेछ। आजका लागि शुभ अङ्क 9, शुभ रङ रङ्गी बिरङ्गी छिरिबिरे बुट्टे, शुभ दिशा पूर्व हो। त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक घरबाट बाहिर जानु छ भने आज ओम द्राम द्रिम द्रोम सह शुक्राय नमः यस मन्त्रलाई 21 पटक उच्चारण गरेर अगाडि बढ्नु होला। सफलता तपाईलाई मिल्नेछ। धनु राशि, सुख दुःख बराबरी रहने खालको समय छ। विगतका समस्या बल्झिन सक्छन्। बलले भन्दा बुद्धिले काम गर्दा सकारात्मक परिणाम निस्कनेछ। सुन्दरतामा धन खर्च हुनेछ। बेलुकी पख पारिवारिक जमघटमा मन रमाउनेछ। आजका लागि शुभ अङ्क 6, शुभ रङ ध्वाँसे र कालो, शुभ दिशा दक्षिण हो। त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानु छ भने आज ओम राम रामे नमः यस मन्त्रलाई 18 पटक उच्चारण गरेर अगाडि बढ्नु होला। सफलता तपाईलाई मिल्नेछ। मकर राशि, धन आर्जनका नयाँ नयाँ स्रोत निस्कने छन्। प्राविधिक काममा सफलता प्राप्त हुनेछ। सोचे अनुरूप काम गर्न पाउँदा मन प्रसन्न रहनेछ भने पारिवारिक सुख प्राप्त हुनेछ। धर्म, संस्कृति, कला तथा साहित्यमा रुचि बढ्नेछ। आजका लागि शुभ अङ्क 5, शुभ रङ सेतो र शुभ दिशा दक्षिण हो। त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानु छ भने आज ओम सम सूर्यात्मजाय नमः यस मन्त्रलाई 23 पटक उच्चारण गरेर अगाडि बढ्नु होला। सफलता तपाईलाई मिल्नेछ। कुम्भ राशि, धन हात पार्न सक्छ। रमणीय र सुखद यात्राको योग देखिएको छ। स्थानान्तरणको सम्भावना देखिन्छ। पारिवारिक भेटघाटमा व्यस्त भइएला। घरमा अतिथिको आगमन हुनेछ।
कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा चनाखो हुनुपर्ने देखिन्छ। आजका लागि शुभ अङ्क 4, शुभ रङ सिम्रिक रातो, शुभ दिशा उत्तर हो। त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक घरबाट बाहिर जानु छ भने आज ओम भानुपुत्राय नमः यस मन्त्रलाई मात्र 23 पटक उच्चारण गरेर अगाडि बढ्नुहोला। सफलता तपाईलाई मिल्नेछ। मीन राशि, लक्ष्मी प्रसन्न हुने योग छ। घरमा अतिथिको आगमन हुनेछ। मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ। धार्मिक यात्रा हुन सक्छ। परीक्षामा उत्तीर्ण भइएला। प्रेमीको साथ र सहयोग मिल्नेछ। खानपानमा सावधानी अपनाउनु पर्ने देखिन्छ। आजका लागि शुभ अङ्क 3, शुभ रङ गुलाबी वा सिन्दुरे, शुभ दिशा पश्चिम हो। त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानु छ भने आज ओम वायुपुत्राय नमः यस मन्त्रलाई मात्र 21 पटक उच्चारण गरेर अगाडि बढ्नुहोला। सफलता तपाईलाई मिल्नेछ। यसरी हामीले तपाईको मेष राशिबाट सुरु गरेर तपाईको राशि हुँदै 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 तपाईको राशि मीन राशिसम्म आज शनिबारको दैनिक राशिफल वाचन गरेर तपाईलाई हामीले सुनाइसकेका छौं। राशिफलमा राम्रो नराम्रो जे भने तापनि तपाई आफ्नो नियमित कार्यबाट विचलित भने नहुनुहोला। राशिफल भनेको तपाईको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अवस्थालाई हेरेर तयार गरिएको हुन्छ। जन्मकुण्डलीको अन्य 8 ग्रहको अवस्था, युति, दृष्टि, भाव, उज, नीच आदि कुराहरूले फरक पार्न सक्छ। तसर्थ कुनै पनि निर्णय गर्नु पूर्व, कुनै पनि कार्य गर्नु अगाडि एकपटक विज्ञ गुरुलाई आफ्नो चिना, परिवारको चिना राम्रोसँग हेराएर विश्लेषण गराएर अनि मात्र तपाईँ अगाडि बढ्नुहोला। सफलता तपाईलाई अवश्य पनि मिल्नेछ। हामीसँगै आफ्नो चिना देखाउने तपाईलाई एउटा इच्छा जागेको छ या गुरुसँग चिना देखाउने कसरी हो भन्ने तपाईको मनमा प्रश्न उठेको छ भने हाम्रो मोबाइलको स्क्रिनमा राखेको नम्बरमा तपाईँ सिधा फोन गर्न सक्नुहुनेछ। तपाईँ नेपालभित्र हुनुहुन्छ भने, तपाईँ नेपालभन्दा बाहिर हुनुहुन्छ भने तीनै नम्बरमा व्हाट्सएप, भाइबर जोडिएको छ। व्हाट्सएप र भाइबरको माध्यमबाट हामीसँग जोडिएर आफ्नो फुर्सदको समयमा, आफ्नो बिदाको समयमा हाम्रो अनलाइन सेवा मार्फत हाम्रो समय बुक गरेर तपाईँ तुरुन्तै हामीसँग चिना हेराउन सक्नुहुनेछ। त्यसको लागि आफ्नो मोबाइल उठाउनुहोस् र हाम्रो अनलाइन सेवामा फोन गरेर तपाईले आफ्नो समय बुक गरिहाल्नुहोला। हस्त, राधे राधे, शुभ दिन।